यो च्याउ खान मिल्ने कि नमिल्ने साथी हो यस्तो कमेन्ट गर्नु त तपाईँहरूले। साथीहरू आज हाम्रो जितबहादुर दाइसँग चाहिँ यो गोमनघारी हाम्रो पानीको मुहानतिर जाँदैछ अहिले। यो यहाँको चाहिँ पानी चाहिँ हाम्रो पुरै यो बगुवा के अरे बासीले चाहिँ खाने पानी चाहिँ यहीँको हो। यो चाहिँ हाम्रो धेरै पहिलादेखि नै पानी चाहिँ यहीँको। तपाईहरूलाई पुनः स्वागत छ मेरो यो 100 डेज मिनी ब्लग च्यालेन्ज डे 4 मा। आज भने म र जितबहादुर दाई चाहिँ बिहानै लाग्यौँ पानीको मुहानतिर, किनभने हाम्रो गाउँमा चाहिँ आज चाहिँ पानी चाहिँ आइरहेको थिएन, मुहानमा समस्या आएको रहेछ हिजो रातिको बर्सातको कारणले। सो त्यही भएर चाहिँ एका बिहानै जितबहादुर दाई र म चाहिँ पानीको मुहानतिर लाग्यौँ पानी बनाउन। यार गाइज यो च्याउ चाहिँ चिङ्गार यो च्याउ खान मिल्ने कि नमिल्ने साथी हो यस्तो कमेन्ट गर्नु त तपाईँहरूले। म एउटा तपाईँहरूलाई खोलेर देखाउँछु ल। यस्तो हुँदो रहेछ भित्र, डेन्जर च्याउ चाहिँ त्यो जो है यस्तो लिएर हुँदो रहेछ। Let's smell it guys. यो च्याउको नाम के होला गाइज? If you guys know about like this mushroom, please tell me, okay? अब यो मैले यहीँ राख्ने मेरो यो 100 डेज मिनी ब्लग च्यालेन्ज यो चाहिँ डे 4 हो। सो तपाईँहरूले मलाई सपोर्ट गरिदिनु होला। म चाहिँ दिन प्रतिदिन चाहिँ दिनको एउटा मिनी ब्लग हाल्ने गर्छु। अनि तपाईँहरूलाई मेरो ब्लग कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनु होला। जितबहादुर दाइ र म चाहिँ करिब 10 मिनट जतिको अन्तरालमा चाहिँ ठ्याक्कै पानीको मुहानतिर पुग्यौँ साथीहरू। थान्नु भयो के अरे यो पानी रिजर्भेसन हुने ठाउँमा चाहिँ हिजो रातिको भारी बर्सातको कारणले गर्दाखेरि यहाँ चाहिँ पुरै लेदोहरू जमेर बसेको रहेछ। अनि त्यही भएर चाहिँ वाटर सप्लाई हुन नपाएको रहेछ। अनि जितबहादुर दाइले चाहिँ जुन तलको जुन यो ओभरफ्लो र वाटर फ्लोलाई खोलिदिनु भएर अनि यहाँबाट पुरै सफा गर्नतर्फ जितबहादुर दाइ र म चाहिँ अगाडितिर बढ्यौँ साथीहरू है त। डेन्जर यस्तो धुलोले सेकाएर चाहिँ यसले सेकाएर चाहिँ त्यही भएर पानी गएको छ साथीहरू हाम्रो जितबहादुर दाइ चाहिँ एकदमै मेहनतका साथ त्यहाँ सफा गर्दै हुनुहुन्थ्यो। अनि दाइले चाहिँ अब यहाँ प्रायः जस्तो दाइ आइराख्नुहुन्छ नि त, प्रायः जस्तो पानीको यो बर्सातको समयमा चाहिँ यस्तो समस्या आइरहेको हुन्छ। गाउँघरतिर समस्या यस्तै त हो नि जहाँ पनि। अनि बिचरा दाइ चाहिँ प्रायः जस्तो हप्तामा अथवा कहिले त दिनकै एकचोटि आउनुहुन्छ बिचरा दाइ। एकदमै गाह्रो छ यो समस्या। अब यो यस्तै हुन्छ भनौँ न, यो नर्मल हो, यस्तो हुन्छ पनि। म चाहिँ जाने पनि नजाने पनि यसो दाइलाई सोध्दै अलिअलि दाइसँग बस्दै यस्तो सफा गर्दै यस्तो तपाईँहरूलाई भिडियोमा चाहिँ म पनि देखाउँदैछु है साथीहरू। दाइ चाहिँ त्यहाँ सफा गर्दै हुनुहुन्थ्यो, तर मलाई चाहिँ यो मासतिरको अलिकति यो दृश्यले चाहिँ मलाई मासतिर तान्यो। मेरो मनले मानेन, त्यही भएर म चाहिँ साथी यहाँ उकालो चढेर यो मासतिरको दृश्य पनि तपाईँहरूलाई देखाउँछु है साथीहरू। त्यहाँ माथिबाट चाहिँ सरर पानी आएर चलाएर तलतिर आएर फाइनल्ली साथीहरू हाम्रो जितबहादुर दाइले चाहिँ पुरै कम्प्लिट बनाउनु भइसकेको रहेछ। अनि हाम्रो जितबहादुर दाइलाई चाहिँ धेरै धेरै धन्यवाद। तपाईँले यस्तो दुःख गरेर पुरा बगुवावासीलाई चाहिँ पानी खुवाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। यस्तो बाधा अडचन नभनिकन बिचरा उहाँ खट्नुहुन्छ, उहाँको लागि एक लाइक है त साथीहरू। भिडियोलाई अन्त्यसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद साथीहरू।